आज त बाजेले फेरि चिकन रोल बना भन्छ। अब यो रोल बनाउने मेरोमा रोटी नै छैन होइन, त्यही भएर चाहिँ म आज यो पितामा बनाउँदैछु। यो चाहिँ हो, पहिला आलुलाई चप गरेँ, चाहिँ राम्रो के अरे फ्राइज टाइपको बनाउने पहिला होइन। यसलाई मेरिनेट गर्नुपर्छ, यो सबै लगाएर प्रायः भनेको फ्लेक्स पेपर, नुन होइन, त्यति हो। र बाजेले चाहिँ खान्छु कि खान्छु भन्छ, भोलि खुवाउँ न भनेको होइन अरे नि त, न मैदा छ न नै त्यो रोटी छैन। यस्तो हेरेको चाहिँ पिता रहेछ, अन्त पिता निकालेँ। यो पितामा चाहिँ म स्निचर लगाउने, यो स्निचरलाई चाहिँ मजाले फ्राई गर्नु पऱ्यो होइन, कम्ती लो फ्लेम गरेर। अन्त यहाँनिर हाम्रो आलु रेडी भइसकेको छ भने स्निचर पनि रेडी। र अब चाहिँ खालि एसेम्बल गर्नु छ होइन मलाई। र एसेम्बल गर्दाखेरि चाहिँ भित्र पनि सबै भेट्ने पाराले बनाउनु पर्ने हुन्छ होइन। चाहिँ म चाहिँ खाँदी हाल्दैछु, त्यही भएर प्याज यो सबै मिलाएर हालिदिएँ होइन। अन्त चाहिँ यो चाहिँ हो हाम्रो सस। यो सस चाहिँ प्रायः सबैमा जान्छ क्या, अन्त मैले चाहिँ ल्याइरहेको छु। एउटा रेडी भयो भनेदेखि अब यो मेरोको लागि पनि रेडी गरेँ। र हाम्रो यो पिता के भन्नु स्निचल हालेर होइन, सर्मा भनौँ न, क्रिस्पी सर्मा रेडी। र तपाईँहरूलाई पनि खानु मन छ भने चाहिँ कोही बेला बनाएर खानुहोस्। र आजको यो मेरो फर्स्टचोटि ट्राई हो यो चाहिँ होइन, तर मिठो हुँदो रहेछ गाइजहरू, मैले ढाँटेको चाहिँ होइन। बाजे नि एकदमै रमाइ खायो। र तपाईँहरूलाई कस्तो के लाग्यो आजको भिडियो कमेन्ट गरेर भनिदिनु होला। थ्याङ्क यू गाइज फर वाचिङ, सी यू नेक्स्ट भ्लग, बाई बाई।